टक्कै धरान आइपुग्यो होइन। अहिले चाहिँ ट्याक्कै हामी हाम्फाङ आइपुग्यो है। यता अर्को घर घर है, मेरो घर आइपुग्यो फाइनली गाइस। हेलो एभ्रिवान, नमस्ते। आई एम एनटीएस सुशान्त तामाङ होइन। आज चाहिँ फेरि नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ म झापा टु ताप्लेजुङ जाँदैछु होइन। ताप्लेजुङ चाहिँ आज लगभग 12 वर्षपछि म आफ्नो जन्मेको गाउँ जाँदैछु होइन। के कस्तो हुन्छ त्यहाँको सबै माहौलहरू देखाउने छु गाइड्स, हेरेर साथ दिनु होला। अन्त टक्कै धरान आइपुग्यो होइन। धरानतिर गाडी हो, धरानबाट जाँदै। यो चाहिँ करिडोरको बाटो भन्दो रहेछ होइन। कमल खोलाको छेउ जाँदो रहेछ। यो बाटो चाहिँ म नि हिँडेको थिइनँ, फर्स्ट टाइम हिँड्दाखेरि यो बाटो है। जस एकदमै आनन्द र राम्रो रहेछ बाटो पनि होइन। तमरको किनारा जानुपर्दो रहेछ। तमर खोला हेर्दै हेर्दै मजा पनि आउँदो रहेछ यो बाटो हिँड्दाखेरि। फर्स्ट टाइम जस मजा आयो यहाँनिर हिँड्नु चाहिँ। अहिले चाहिँ हामी खाना खान्छौँ आइपुग्यो, लगभग 3-4 घन्टाको आइपछि चाहिँ करिडोरको बाटो खाना खान आइपुग्यो होइन। अझै धेरै टाइम लाग्छ पुग्नलाई। यस्तो छ यहाँ चाहिँ गाडी हेर्दा छ होइन। यस्तो छ पारिको डाँडाहरू। अब यो खानासाना खाइयो लाग्ने होइन। घर पुग्न चाहिँ धेरै नै टाइम लाग्छ। यस्तै धुलो एकदमै यार, एकदमै कठिन यात्राको होइन। के गर्नु यहाँ हिँड्नै भयो। के छ तिम्रो खबर? अनि यता तिम्रो चाहिँ के छ? गाडीले पुरै बिरामी भएको अवस्था। लगभग बेलुकातिर पुगिन्छ होला। गाह्रो छ यार। अहिले चाहिँ गाडी पसेर यहाँनिर गाडी बिसाएको गइँदैछ। यस्तो छ। ओइ नजा राजा बस अझै राजा बाटोमा रोकेर आएर चाहिँ पुरै होइन गाडी बिसाएर आयो। अझै त अझै बाटो चाहिँ यस्तो छ पुरै हल्लाएर बिजो गाह्रो छ यार। पप्रिहाल्छ पप्पु चाहिँ यहाँ अहिले चाहिँ ट्याक्कै हामी हाम्फाङ आइपुग्यो है। हाम्फाङनिर त्यस्तो चाहिँ हालत चाहिँ पुरै सेटै भयो है। अझै 1-2 घन्टा लाग्छ जानलाई। यो हाम्फाङ हो है। हाम्फाङ आयो। खाजा खान थाल्नुभयो? के खानु र खाजा यार? के खाएको र? ए नखाउँ होला हौ चाउमिन। चाउमिन खै के खाने खाने
सबै घुमाइदिनु हामताङ गाडी अट्काउनु यहाँबाट लगभग 2-3 घन्टा पुग्नु धेरै छ यार यसो खाजा नास्ता गरिँदै अब होइन जाने बेला आउँदै अब एकदमै गाह्रो हुँदो रहेछ यार धुलै धुलो भएर बिग्रेको छ जिन्दगी यार मेरो कहिले नभए जस्तै भयो यार आफ्नो घरमा नेबु खाम आइयो है यस्तो छ अझै अलिकति टाइम लाग्छ घर पुग्नलाई यता पारि चाहिँ सानो फेदी अन्त परतिर ठुलो फेदी भन्दो रहेछ अझै परतिर चाहिँ हाम्रो गाउँ है कता अझै यहाँ कता हो हाम्रो गाउँ त खै कता हो कता यहाँ अलिकति टाढो पर्दो रहेछ यहाँबाट पर्छ हाम्रो घर पर्छ यहाँ कता यो डाँडा उतापट्टि होला सायद कुलले यताबाट हो यता मुनि पर्छ निकै टाढो पर्छ आधी घन्टा लाग्छ अब है टाइम पुग्न लागिदियोस् ल फाइनली गाउँ पनि आयो होइन गाउँ चाहिँ यस्तो रहेछ यो गाउँमा पहिला उकाली ओह्राली गरेको क्या यो बाटोमा है अहिले त पुरै रोडले गर्दा घारी भएछ यार बिरक्तै लाग्दो यो त मेरो गाउँ हो होइन यस्तो छ क्या हाइट यो चाहिँ छिन्तागे तुम्बाको घर रहेछ मान्छे चाहिँ छैन यस्तो रहेछ है यहाँबाट धारा थियो धारा पनि पुरै बन्द भएछ लगभग रात पर्दाखेरि आइयो बिहान 4 बजी हिँडेको यार अहिले राति 6 बजिसक्यो है धेरै गाह्रो घारी नै घारी छ यार यहाँनिर एउटा हिँडी धारा भनेको थियो सुकेछ यार यहाँ कति नुहाइँदै गर्ने ठाउँ पहिला हाम्रो पुरा घारी रहेछ यता त हिँड्नै नसक्ने यार यो छिन्तागे तुम्बाको घर यस्तो भएछ है मान्छे र होइन नि पहाडी छत्री भिर यस्तो रहेछ भिरहरू अहिले त हलेछ यहाँ मुनि चाहिँ हाम्रो घर हो होइन अनि मुनितिर घर हाम्रो पर्छ यार गाउँ पहिला यहाँतिर खेलेको है बाल्यकालमा गाउँ जस्तो चिन्नै नसक्ने रहेछ त्यो बाँसकारीहरू यो रहेछ यस्तो छ पुरै हाम्रो गाउँ बल्ल चाहिँ घर यो चाहिँ हाम्रो घर हो होइन यस्तो छ घर यता पारिपट्टि भयो होइन यता पारि छत्रीभिरहरू भयो है पुरै जङ्गलै जङ्गल रहेछ हो यो पहिला त्यति साह्रो जङ्गल थिएन है हतार भइसक्यो मलाई चाहिँ घरमा पुग्न है यस्तो रहेछ हाल्छ घरि पुरै यहाँ उतल चाहिँ घर हो होइन यस्तो बनाएको छ घर चाहिँ दिस इज माई होम फाइनली आइपुगिसकेँ घरमा आइपुग्यो यहाँ तल घर चाहिँ यस्तो छ यता अर्को घर यस्तो छ यस्तो भयो यार घर है पुरै होम को बस न बस बस यता किन त्यो गरिरहेको पो त हो के हो घर है मेरो घर आइपुग्यो फाइनली है ए होस् न हो के त्यसो गरिरहेको यो सम्झना स्वरूप हो क्या यो त आमा गर्नु भएन नदैछु पकडाले यतिकै पारिदिने चाहिँ हामपाङ है
धेरै पर भारी आम्पाङ रहेछ हात्ती दुःख सुख आइपुग्यो है यस्तो छ तानियोस् दुःख सुख जिन्दगी यस्तो छ भनेको हाम्रो घर एकदमै दुःख कष्टसँग आइपुग्यो होइन गाह्रो यार टाढो पनि भयो गाह्रो पनि भयो साउनलाई एकदमै दुःख पाइयो होइन के गर्नु जन्म गराउनु परिको जन्म घर होइन सामानहरू यस्तो छ बाउहरू होइन के खाने रे बाउ बियर पो तपाईँ के खाने हो र बियरै खाने ल ल ल यता बियर खाने भन्नुहुन्छ हुन्छ हुन्छ चौरी पऱ्यो चाउरी परिसक्यो म लाटिसक्यो के भयो त ल ल हुन्छ हुन्छ आउँछ आउँछ यता हाम्रो बडा आउनुहुन्छ ठिक छ आउँछ कोसिल त दिनु पर्ने होइन घर यस्तो छ हाम्रो घर अरू भिडियो आउँछ होइन अब यस्तो गल्ली पनि धेरै यार बुढा मान्छेहरू पाहाडको घर चाहिँ यस्तो छ है कसले दिन्छ कसले खानु दिन्छ त्यति आउँछ अब बिस्तारै यसो पाक्दैछ सँगै दिउँ भनेर होइन आउँदैछ बिस्तारै यस्तै छ मेरो पाहाडको घर चाहिँ होइन धेरै लगभग 12 वर्षपछि आइयो 12 वर्षपछि आइयो एकदमै अनौठो लाग्दो रहेछ होइन 12 वर्ष पछि आउँदा त हजुर एकजुकै भयो नि 12 वर्षमा खोला पनि फर्किन्छ भन्थ्यो होइन खोला फर्केको जतिकै भयो क्या म चाहिँ त केटाकेटीहरू टनाटन छ यता आमा चाहिँ के हो आमा त यस्तो